नमस्ते एभ्रिवान। म चाहिँ कपाल यसरी काट्छु के आफै। यो यसरी नै सिधै काट्यो भने चाहिँ क्लियर कट बन्छ हैन, केही नगरिकन यसरी काट्यो भने चाहिँ। अनि यसरी 1 2 3 गरेर काट्यो भने यु कट हुन्छ हैन। अनि फेरि 1 2 3 गरेर यो दुईतिरैबाट 3 3 गरेर काट्यो भने चाहिँ भी कट हुन्छ है। कपाललाई थाहा छैन, गर्छु मैले चाहिँ। म यो मेरै घरको बास मेरै बारीको नास चाहिँ पार्नेवाला छैन। ल्या छ हैन आफैले। अनि आफैले यसरी टक्क बेला बेलामा टुप्पा काटिराख्ने हो के। मलाई चाहिँ फेरि धेरै लामो पनि मन पर्दैन, धेरै छोटो पनि मन पर्दैन। त्यसमा चाहिँ फेरि यो कपाल नकाटी बस्न पनि सक्दिनँ कि। यति गर्नको लागि पार्लर गर अनि त्यहाँबाट 400-500 तिरेर आउनुपर्छ। पो तिरिरहनु त। मलाई त फेरि सुट पनि हुँदैन त्यो जो पाए त्यहीको हातले काटेपछि कुन्ताको यस्तो कपाल, त्यही माथि बरु खरेटो नरम होला। मेरो कपाल त्यस्तो हुन्छ क्या। म 1 2 चोटि गएर काटेको छु पार्लरमा पनि। अनि त्यही भएर अनि नजानी सोच बनाएर यसो मैले यो आफै चाहिँ जाने होइन। फेरि मलाई त्यस्तो ठुलो कुरा चाहिँ गर्न आउँदैन। मैले टिकटकमै देखेको होइन, टिकटक रिलतिरै देखेको होइन। अब यो लेयर कट हुन्छ है। किन जानु पर्यो पार्लर? मेरो कपाल अलि रुखो छ, अब आज नुहाएको। अनि अब भोलि चाहिँ फेरि राम्रो हुन्छ, बाक्लो छ। अनि म अगाडि पनि आफैले नै काट्छु। सबै त्यो गर्ने हो कि। को जान्छ त पार्लर जानेवाला त छैन म त। हजुरहरू पनि घरैमा काट्न मन भए यसै गरी काटिसो। अगाडि पनि यसरी लिन्छु होइन। अनि त्यस्तो उ चाहिँ गर्दिनँ कि म। हात परेन है, परेन है।